हेलो साथीहरु, वेलकम छ सबिनाको न्यू डे अनि न्यू ब्लगमा। आज चाहिँ मेरो भाइ विदेश उड्दैछ, सो म चाहिँ बिदाई गर्नको लागि जाँदैछु माइततिर। म रेडी भइसकेँ। यहाँ ठुलो छोरी लिपस्टिक लाएर बसिरहेछिन्, सानो छोरी सुतिरहेछिन्। अब उठाएर म यो लुगा लगाएर जान्छु साथीहरु। बिजोक छ मेरो रुम, हेर्नु पानी परेर टालोले भरे रुम जति। बहिनी लुगाउँदै हुनुहुन्छ। बहिनीलाई रेडी बनाउँदैछु। बनाउँदै हुनुहुन्छ। अब हामी जान लाग्यो। हामी चाहिँ हिँड्दैछौँ साथीहरु। हल्का हल्का पानी परिहा है। हल्का पानी रोकिएको अवस्था साथीहरु। हामी चाहिँ जाँदैछौँ। आइपुग्न लागिसक्यो माइत। हाम्रो कान्छी चाहिँ यहाँ यस्तरी सुतिसक्यो कान्छी। फाइनल्ली म चाहिँ आइपुगेँ साथीहरु। बाटोमा भाइलाई भेटेको थिएँ हैन। भाइ चाहिँ ससुरालीमा खाना खान गयो अनि म चाहिँ यहाँ माइतमा आएछु साथीहरु। मम्मीले चाहिँ यत्रो लुगा धोइसकेको छ, पानी परे पनि हेर। आइपुगेँ। आपा talo ci boy mim ngoni ma jawoy alden ni ji सो म चाहिँ अहिले मम्मी चाहिँ उता पसन्द जान्न बाबा मात्र खाना यतामा चाहिँ हैन। अनि चाहिँ म यता बहिनीले बोलाए यता आइज न त आमा छैन भनौँ हैन। म चाहिँ बहिनीकोमा जाँदैछु साथीहरु। छोरी सुतिसक्यो है। यस्तो छ बहिनीको बाटो। यो बाटो चाहिँ डेन्जर छ के। ओइ 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 करायो कुकुर करायो। यो त हाम्रो बहिनीको गेट ढोकाको गेट। आइया भाइको बहिनीको छोरा चाहिँ यहाँ खेलिरहेको रहेछ। काबिस लाउनुहोस्। नमस्ते गर्नुहोस्। नमस्ते नमस्ते गर्दिनु। नमस्ते गर्नु। सलाम गर्दिनु। एउटा यहाँ भाइ पनि ससुरालीबाट आइपुग्यो साथीहरु। मेरो छोरी पनि गएको थियो, आइसक्यो। म चाहिँ खाना खाएर बसिरहेको छु टक्क। यहाँ गाउँबाट फेरि अर्को बहिनी नै आइपुगिसक्यो। यहाँ कपडा मिलाउँदैछ। 100 जना मान्छे 100 थरी कुरा भइरहेको छ यहाँ। अब के यो पनि खोलेर नाङ्गै बस्ने हो र? एकछिन बस न, शीतल हुन्छ जाऊ। त्यहाँ मामाको त्यहाँ प्याकिङ गर्नु लागिरह। त्यो डालमोट नि लैजा न, खाना हुन्छ त मिठो। भाइ चप्पल यसो लाएर, नयाँ चप्पल लाएर हेर। 500 रुपैयाँको दामी रहेछ। भाइको चप्पल गाइस। यो चाहिँ विदेशमा काम गर्दा टक 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 लाएर काम गर्नुपर्छ। भाइको बुढीलाई उहाँ सुकुटी माया गरेर उहाँ सुकुटी बनाएर सुकुटी ऱ्यापिङ हुँदैछ यहाँ। यो चाहिँ के मोजा हैन, हातमा लाउने। यो चाहिँ भाइको ढाड दुख्छ भनेर यो चाहिँ ढाड बेल्ट। 20 किलो भनेको छ तर यहाँ 28 किलो। 20 किलो हो के? 20 किलो कहाँको 25 किलो। ब्लग बनाएर हामी न भाइरल भइहाल्छ बिस्तारै। हुन्छ। यसमा हाल न। यसमा मेरो त 2 वर्ष भयो च्यानल खोलेको। यसले त जुत्ता पनि लगाइरहेको रहेछ। माथि राउने चाहिँ यसको
काम राम्रो पर्ने भाइ चाहिँ यहाँ रेडी भइसक्यो यहाँ हामीले बिदाईको लागि ट्रक लाएर होइन यहाँ यस्तो बनाइसक्यो होइन चाहिँ यहाँ प्याक भइसक्यो मम्मी चाहिँ पुऱ्याउन जानुहुन्छ माको साथीहरू होला नि यहाँ म यहाँ भ्लग बनाउँदैछ है अलि उता जाऊ देखाउने हो यो डन यहाँ हाम्रो यो कसैको नभएको अनुहार रे गाइज हेर्नुहोस् यहाँ यस्तो छ मेरो 170 जना फल फ्यानहरू हुनुहुन्छ भरेर म त अनुहार सुन्दिउँ सट्टा त बिन्दु कोला चिम्नी त चुङ्गो कोला त्यति केला प्राय भिडियो बनाइरहेको म 10,000 उहाँ चाहिँ ससुरबा हुनुहुन्छ मेरो भाइको होइन यहाँ सित्यो त्यहाँ आगो बाल्ने ठाउँमा टिका लाउँदै हुनुहुन्छ ल आम्से के खाएको आप्से दही खाएको उहाँ चाहिँ सासु आमा हुनुहुन्छ भाइको दही सकाउने हो क्या सबैले 3 चोटि खुवाउँदा त पेट आगाओस् न दहीले फाइदो नि गर्छ दहीले फाइदो हान्छ ए खाता लाउन बिर्सिनु भएछ राख्न यो त शुभ हो नि त राखिराख्न मान्छे जापान कोरिया जानेले घाँटीभरि राजाले जस्तो लाएर जान्छ है चुङ्गा चुङ्गा टिका लगाएन भाइ छोरी त यहाँ गयो नि पोखरा गएको जस्तो हो क्या जाने आउने गरेर पोखरा गएको जस्तो किन मान्छे खोइ अर्को किन बोया जोगी जस्तो सबले हाल्नु सक्यो होइन पिचुरको पालो पनि आउँछ कि नानी नानी सुन्नु न अहिले के निस्किनु भयो अहिले चल्छ तपाईँले 100,000 छैन निस्किने बेला भएन म त बस्छु अब गोजीभरि पैसा भुट्किने राखा चाहिन ल खा बाबाले पुऱ्याउनु जाने हो फेरि हराउला नि त्यो एयरपोर्टमा यताउता कुद्ने होइन है म आफ्नो फोटो आफूले देखाएँ नि
केही देखाउन नि नहुने हामी यो पुण्य त जेमा नि जज गरिहाल्नु पर्ने खडालाई गरेर स्वागत के अरे सम्झिँदै भगवानको नाम लिने यता आउनुहोस् ल एउटा एउटा झोला लगेन दुईटै हातले एकैचोटि उता 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 यताको यता हो त्यसरी पानी छ्याप्ने त्यसरी हो साइड मेरो सफल होस् मेरो साइड चाहिँ अब क्लियर होस् सफा होस् भन्ने राम्रो सोध्ने राम्रो होस् भन्ने भयो ल ढोगेर फर्केर नहेर्ने तीनचोटि ढोग्ने ल ढोक मम्मी दियोको भाँडा मात्रै उता राख्दिनु अरू बाउले राख्छ होला ल अब त्यो पछाडि नफर्किकन त्यो सुर्केस ल सुर्गेस बोक्ने टुई आफ्नो गन्तव्यतिर लाग्नुहोस् हजुर शुभयात्रा भाइ हामी चाहिँ पुऱ्याउन जाँदैनौँ उता उता यता नफर्किनु सुसु अगाडि नभए ल जाऊ हेरेर चिकन लट्ला नि जा तनी स्कुटरमा यसलाई चाहिँ ता थोपम छोलरी चोरङमा ब्याग नच्याङ ब्याग मुक्ला मेला भित्रै छ ताजा लाएर चाबी चाहिँ मलाई खल्दिरी गेल खानु त फोन लाउले ओ कविता ऊ आमा बस्नु पर्यो आले अगाडि बस्ने हैन ल राम्ररी जाई भाइ शुभयात्रा देखा छैन हो तँलाई देखा छैन ल आऊ छोरी आऊ